नमस्कार साथीहरू। आज म कङ्क्रिट टेक्नोलोजी एन्ड मेसनरी स्ट्रक्चरको चाहिँ एकदम सोधिराख्ने प्रश्न लिएर आएको छु। मेथड अफ कङ्क्रिटिङ एन्ड क्युरिङ इन हट क्लाइमेटिक कन्डिसन। एक्सट्रिम टेम्परेचर भनेको चाहिँ कस्तो हो भन्दा 6 डिग्रीभन्दा कमको टेम्परेचर र 40 डिग्रीभन्दा माथिको टेम्परेचरलाई एक्सट्रिम टेम्परेचर भनिन्छ। र यो टेम्परेचरमा चाहिँ कङ्क्रिटिङ गर्दा क्युरिङ गर्दाखेरि चाहिँ विशेष ध्यान दिनुपर्छ। किन भन्दा द हायर द फ्रेस कङ्क्रिट अहिले बनाइराखिएको कङ्क्रिट चाहिँ ऱ्यापिड हाइड्रेसनको प्रोसेसमा जान्छ। यदि द सराउन्डिङको चाहिँ टेम्परेचर 40 डिग्रीभन्दा माथि छ भने के हुन्छ भन्दाखेरि भक्कसी बनाइएको कङ्क्रिट चाहिँ एकदमै छिटो हाइड्रेसनको प्रोसेसमा जान्छ, जसका कारणले छिटो सेट हुन्छ र यसको चाहिँ छिटो सेट हुने बित्तिकै चाहिँ यसको लङ टर्म स्ट्रेन्थमा चाहिँ ह्याम्पर हुन्छ र लङ टर्म स्ट्रेन्थ चाहिँ घट्छ। ऱ्यापिड लस अफ वाटर ड्यु टु इभापोरेसनको कारणले वर्काबिलिटीमा चाहिँ त्यसको इभापोरेसनको कारणले कङ्क्रिटको चाहिँ वर्काबिलिटीमा चाहिँ रिडक्सन हुन्छ, जसका कारण त्यसको चाहिँ प्लास्टिक श्रिङ्केज हुन्छ। र इफेक्ट भनेको चाहिँ अब हामीले यो कङ्क्रिटिङ गरिसक्यो, कङ्क्रिटिङ गरेपछि त्यसमा देखिने असरहरू के छन् भन्दाखेरि क्विक सेटिङ भयो, रिडक्सन इन स्ट्रेन्थ भयो, टेन्डेन्सी टु क्र्याक भयो, ऱ्यापिड इभापोरेसन ड्युरिङ क्युरिङ भयो। किन भन्दाखेरि इभापोरेसन चाहिँ क्युरिङ गर्दा गर्दा त्यो कङ्क्रिटको चाहिँ त्यो स्ल्याब अथवा त्यो कङ्क्रिट गरेको बडीले चाहिँ अब डाइरेक्ट सनलाइट पाइरहेको हुन्छ टेम्परेचर बढेको कारणले, र त्यसमा पानी हाल्ने बित्तिकै त्यो छिटो ऱ्यापिड एकदमै क्विकली इभापोरेटेड हुन्छ। र यसको प्रिकसन के छ भन्दाखेरि सक्दो चाहिँ त्यो कङ्क्रिट मिक्सको चाहिँ टेम्परेचर चाहिँ सक्दो छायामा पार्न खोज्ने सेडिङ, र त्यसलाई चाहिँ जति सक्दो लो टेम्परेचरमा मेन्टेन गर्न सक्ने त्यो रिजनमा, र टेम्परेचर त्यसलाई चाहिँ स्प्रिङ्कलिङ अफ वाटर ओभर एग्रिगेट पनि घामले अथवा त्यो क्लाइमेटिक कन्डिसनले चाहिँ तातेको हुनसक्छ, त्यसलाई पनि सकेसम्म चिसो बनाउने। युज अफ क्रस्ट आइस वर्किङ ड्युरिङ कुलर पार्ट अफ डे, यसलाई चाहिँ कसरी गर्न सकिन्छ भन्दाखेरि लेट इभिनिङ अथवा अर्ली मर्निङमा चाहिँ हामीले काम गरियो भने चाहिँ डाइरेक्ट सनलाइट चाहिँ त्यति धेरै पर्दैन, नपरेको कारणले हट टेम्परेचर पनि अलिकति कम टेम्परेचरमा आइसकेको हुन्छ। र यसको मेथडमा चाहिँ युज अफ चिल्ड आइस वाटर अर वाटर, कोल्ड वाटर, अनि यसमा चाहिँ अर्को छ युज अफ रिटार्डर एडमिक्सचर लाइक सुगर, ग्लुकोज, साइट्रिक एसिड, होइन, यसमा धेरै छन्। अनि युज अफ सनसेट भन्नाको मतलब अलिकति घामको चाहिँ ठ्याक्क डाइरेक्ट सनलाइटबाट चाहिँ नपार्ने, सनबाट चाहिँ हल्का छाया परे जस्तो बनाउने। वर्क ड्युरिङ लेट इभिनिङ अर अर्ली मर्निङ, यो बुझिसक्नुभयो। क्युरिङ मेथड चाहिँ वाटर क्युरिङ चाहिँ फ्रिक्वेन्टली गरिराख्ने, स्प्रेइङ गरेर हुन्छ कि कसरी हुन्छ 7 देखि 14 दिनसम्म। अनि युज अफ प्लास्टिक सिटिङ टु ट्र्याप मोइस्चर, किनकि प्लास्टिकले चाहिँ ट्र्याप गर्यो भने चाहिँ इभापोरेटेड त्यो हिटको कारणले इभापोरेटेड हुन लागेको मोइस्चर पनि त्यही ट्र्याप हुन्छ र एगेन त्यो कुल भएर त्यही कङ्क्रिटमा खस्छ। र सेड द कङ्क्रिटलाई चाहिँ सक्दो छायामा पार्ने, कभर विथ गन्नी एन्ड जुट ब्याग्स, यो भनेको त्यही हाम्रो जुटका बोराहरूले चाहिँ सकेसम्म कभर गर्ने। यही नै हो साथीहरू आजको हाम्रो हट क्लाइमेटिक कन्डिसनमा चाहिँ कङ्क्रिटिङ गर्दाखेरिको इफेक्ट, प्रिकसन एन्ड क्युरिङ मेथड।